भिडियो चाहिँ हाम्रो बिहाको तर्खरमा हुँदैछ यहाँ तपाईँहरूलाई देखाइदिन्छु है केटाहरूले पुसाइ डरलाग्दो हुँदैछ है कमिटी हल चाहिँ यस्तो छ है अब यहाँ के गरेको हौ पुस्दैछ हो छिटो छिटो पुस् यो चिटिक्क बनाउनु पर्छ ल मजाले दुई भाइले चाहिँ पुस्दैछ है कमिटी हल चिटिक्क बनाउँदैछ यो टाइल्स लगाएको छ कि त्यसले गर्दा फ्यानहरू पुरै छ हो घुम्दैछ आजको भिडियो चाहिँ यस्तो छ यहाँ बिहाको लागि हतार हतार मनाउँदैछ केटाहरूले भोलि चाहिँ बिहा हो भोलि चाहिँ लास्ट बिहा र यो सामानहरू थुप्रो बाहिर निकालिरहेछ भित्रबाटै आमामा लथलिङ्गै छ यहाँ चाहिँ हाम्रो उयो बनिँदैछ फोटो खिच्ने जग्गा अरे यो सञ्जय फोटो खिच्ने जग्गा यहाँ चाहिँ बनिँदैछ यहाँ माथि तपाईँहरू देखाइदिन्छु यो चाहिँ यहाँ छ यहाँ चाहिँ सराई बस्छ होला सराई लेख्ने अन्त यहाँ माथि छ है अर्को फेरि यो यहाँ बुफेहरू बस्छ यसमा पनि है निम्तिहरू पुरै बस्छ यस्तो छ है साथीभाइ हो चर्चमा जाँदैछु म अब फेरि चर्चमा पनि पुरै मण्डप उयोहरू बनाएको छ डेराहरू तपाईँहरूलाई देखाइदिन्छु चर्चमा जाँदैछु यो उकालो उकालो बाटो छ है ए चर्चमा चाहिँ यस्तो बनाएको छ पुरै मजाले सिँगारेको छ हो यो चाहिँ चर्च है भित्र चर्च छ यहाँ साथीभाइहरू बसिरहेछ के गर्दैछ कसले जित्ला जस्तो छ फर्स्ट राउन्ड चाहिँ उहिले जितेछ हो सेकेन्डमा चाहिँ बिजेपीले जितिरहेको छ बराबर त्यस्तो भइरहेको छ यहाँ चाहिँ मण्डप चर्चभित्र चाहिँ यस्तो छ चर्चभित्र चाहिँ यस्तो बनिएको छ हो यो चाहिँ चर्च हो चर्चभित्र चाहिँ अब बेहुला बेहुली बस्ने जग्गा बनिँदैछ यो कुलो पनि काट्नु पर्ने थियो नि हल ठुलो आयो भने त ए यहाँ हाम्रो गोपाल थुलुङले के भन्दैछ यता हेर्नु न गोपाल थुलुङ गोपाल थुलुङ भ्लग पनि थियो नि हौ भन्दैन त केही पनि तर्केको त गोपाल थुलुङ आउनु छोड्यो हो भिडियो हाल्नै छोड्यो गोपाल थुलुङले केही पनि भन्दैन यो चाहिँ गेट रहेछ हो गेट हो यो यतिकै हो गेट छ र आज भोलि चाहिँ अब हाम्रो यहाँ बिहा हुँदैछ पुरा र तपाईँहरू पनि कतिजना आउनुहुन्छ होला बिहा खानु है मजाले खाली पेट आउनुहोस् है मजाले खाएर जानुहोस् है रमाइलो गर्नुहोस् है अन्त यहाँबाट देख्ने भ्यूहरू चाहिँ यस्तो चाहिँ दामी छ हेर्नुहोस् है कतिजना आएर है फोटोहरू पनि खिच्न सक्छ है रमाइलो छ जग्गा यो चाहिँ मेरै घर है आफ्नै घर हो आफ्नै घरमा तल्लोपट्टि माथिल्लोपट्टि परेको छ बिहा तल्लोपट्टि कमिटी हल माथिल्लोपट्टि चर्च त्यसले गर्दाखेरि बिहा यहीँ छ हो त्यसले गर्दा आफ्नै घरमा परिरहेछ हौ तल हेर्नुहोस् है काम गर्नेहरू पुरै छ यो कमिटी हल हो काम गर्दैछ फोटो खिच्ने जग्गा बनिँदैछ र गाइसहरू यहाँबाट देखिने भ्यूजहरू चाहिँ यस्तो छ है यो तक्लिङ पाखा हो तक्लिङ मङमाया पेसोक त्यहाँदेखि पेसोकदेखि उता बादल भएको डाँडा चाहिँ यो सिक्किम हो है सिक्किम पाखाहरू टिस्टा खोला कालिम्पोङ डाँडा यो सबै यसरी देखिँदैछ हाम्रो गाउँबाट चाहिँ हाम्रो गाउँबाट चाहिँ यसरी देखिन्छ जग्गाहरू।
भ्युजहरू है तपाईँहरू आएर रमाइलो गर्नुहोस् खानुपिनु मजा गर्नुहोस् है र भोलि बिहामा चाहिँ सबैजना को आउनुहुनेछ ल आजदेखि तयारी हुनुहोस् है सबैलाई भन्न चाहन्छु र यति नै आजको लागि भिडियो रहन्छु यो चाहिँ युट्युबमा आउनेछ भिडियो है र तपाईँलाई युट्युबमा पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु सबैजनालाई धन्यवाद सबैजनालाई